गाउँको बाहिर पुरानो खोला नजिक एउटा सुनसान चिहानघाट थियो। त्यो ठाउँलाई सबैले मसान डाँडा भनेर चिन्थे। साँझ परेपछि त्यहाँ कसैले पाइला टेक्दैनथ्यो। भनिन्थ्यो रातको 12 बजे त्यहाँ आगो आफै बल्छ अनि सेतो छायाहरू हाँस्दै घुम्छन्। एक रात 5 जना साथीहरू हिम्मत देखाउन मसान डाँडातिर गए। उनीहरू मोबाइलको फ्ल्यास बाल्दै हाँसिरहेका थिए, तर वातावरण असाध्यै चिसो थियो। हावाले रुखहरू हल्लाउँदा यस्तो लाग्थ्यो कसैले कराउँदैछ। अचानक उनीहरूको अगाडि पुरानो चिता भएको ठाउँमा रातो आगो बल्न थाल्यो। तर त्यहाँ कसैले आगो बालिरहेको थिएन। यो कसले गर्यो? रमेशले डराउँदै भन्यो। त्यत्तिकैमा पछाडिबाट बिस्तारै गुगहरू बजेको आवाज आयो। छन् छन् छन्। सबै फर्केर हेर्दा टाढा सेतो कपडा लगाएको अग्लो मान्छे उभिएको थियो। उसको अनुहार देखिँदैनथ्यो। ऊ बिस्तारै उनीहरूतिर आउन थाल्यो। साथीहरू भाग्न खोजे, तर एक्कासी मोबाइलको बत्ती निभ्यो। चारैतिर अन्धकार छायो। त्यस अन्धकारमा कसैले फुसफुसायो, मसानमा आएको फर्केर जाँदैन। रमेशले साथीहरूको नाम करायो, तर कसैको आवाज आएन। अचानक उसको काँधमा चिसो हात राखियो। उसले डरले पछाडि फर्केर हेर्दा त्यो सेतो आकृतिको आँखा रातो बलिरहेको थियो। अर्को बिहान गाउँलेहरूले मसान डाँडामा रमेशलाई बेहोस अवस्थामा भेटे। उसका साथीहरू कहिल्यै फेला परेनन्। त्यसपछि आजसम्म रातको 12 बजे मसान डाँडाबाट गुगहरूको आवाज आउँछ। छन् छन् छन्।